म फेरि पनि धन्यवाद दिन चाहन्छु अर्गनाइजर टिमलाई, किनभने हामीले बनाउने बेलामा के फिल गरियो भन्दाखेरि एक्लै कुनै पनि काम एक्लै गर्नुभन्दा यो ग्रुपमा गर्दा अथवा टिममा गर्दाखेरि धेरै नै सजिलो हुने रहेछ र एकदम सजिलोमा इजी वेमा हामीले प्रब्लम पनि खोज्न सक्ने रहेछ र त्यसको सोल्युसनहरू पनि पत्ता लगाउने एकदमै इजी हुने रहेछ र यो प्लेटफर्म यसरी यो ल्याउँदा यो खास मेरो फर्स्ट टाइम पनि हो, यो म यसमा पाउन पनि धेरै आभार पनि व्यक्त गर्न चाहन्छु अर्गनाइजर टिमलाई। र हामी चाहिँ ओभर युज अफ टेक्नोलोजी यो विषयमा चाहिँ हामीले यसको प्रब्लमहरू किन छन् के छन् यो चाहिँ हामी एक्सप्लेन गर्न गइरहेको छु र फर्स्टमा चाहिँ हाम्रो मैले इमरान सरलाई नै अनुरोध गर्दछु। थ्याङ्क यू सर, एन्ड वन्स अगेन थ्याङ्क यू टु अर्गनाइजर। हामी यो 7 सर्कल हाम्रो हिजोको चाहिँ इस्यु अथवा हाम्रो प्रब्लम्स थियो ओभर युज अफ टेक्नोलोजी होइन, र एज सर सेड यो टिम वर्क र यो प्रोसेस अफ फाइन्डिङ द प्रब्लम्स हाम्रा ती गोल्डन रुल्स अफ ब्रेन स्ट्रमिङ। अब यो पनि एक प्रकारको हामी ब्रेन स्ट्रमिङबाटै यो प्रब्लम्सहरू फाइन्ड आउट गऱ्यौँ र एमङ देम हामी ओभर युज अफ टेक्नोलोजीमा फर्स्टमा चाहिँ सेल्फ, सेकेन्ड कम्युनिटी, थर्ड स्कुल र फोर्थमा चाहिँ प्यारेन्ट्स। दिज आर द 4 causes of these problems, and inside it फेरि हामी root causesहरू each and every members ले भनेका कुराहरू हामीले एकदमै we welcome to all ideas, सबै आइडियाजहरूलाई नो नभनिकन each and every आइडियाजहरू हामी यहाँ नोट गरेका छौँ र among them मैले स्कुल ओभर युज अफ टेक्नोलोजीमा how does school play a role to use अथवा to overuse the technologies। अब स्कुलले कसरी यो ओभर युज अफ टेक्नोलोजीमा रोल प्ले गर्छ भन्नेमा अब फर्स्टमा हामीले चाहिँ के गर्यौँ भने ल्याक अफ मोटिभेसन। यसका पछाडि धेरै योहरू छन्, आई थिङ्क सरहरूले चाहिँ धेरै एक्सप्लेन नगर्ने भन्नुभएको छ। इट मिन्स हामी स्कुल म्यानेजमेन्ट अथवा एडमिनिस्ट्रेसन एज वेल एज टिचर्सहरूले यो टेक्नोलोजी सम्बन्धी ती कुराहरूमा चाहिँ डु दिस डु नट दिस भन्ने त्यो अलिकति मोटिभेट नगरिदिँदाखेरि पनि बच्चाले ओभर युज गरिरहेको छ कि टेक्नोलोजी भन्ने कुरा हामी त्यो फाइन्ड आउट गरेका छौँ। अनि अर्को चाहिँ पियर इन्फ्लुएन्स भनेको छ, क्लासमा गइसकेपछि साथीले हिजो यस्तो हेरिस्, हिजो त यस्तो ट्रेन्ड थियो नि होइन, यस्तो युट्युब ब्लगर यस्तो थियो अथवा यो थियो भनेर उसले त्यो कुराहरू भन्दाखेरि अर्को मान्छेलाई पनि अलिकति त्यतापट्टि चाहिँ एट्र्याक्सन हुन्छ भन्ने आधारमा। अनि ल्याक अफ एजुकेसनल अवेरनेस, अब हामी त्यही भन्यौँ एजुकेसन अवेरनेस भन्नुको अर्थ यहाँ हामीले द युज अफ टेक्नोलोजीकैमा चाहिँ स्कुलहरूले टाइम एन्ड अगेन त्यसलाई चाहिँ साइबर सेक्युरिटीका कुराहरू, साइबर क्राइमका कुराहरू, यी सबै कुराहरू अनि यस्ता भिडियोजहरू यो हेर्न हुने नहुने भन्ने कुराहरू टाइम एन्ड अगेन त्यो कम्प्युटर टिचर अथवा त्यो डिपार्टमेन्ट अथवा स्कुलले त्यस्ता चाहिँ अवेरनेस प्रोग्रामहरू राख्दियो भने पनि यो ओभर युज अलिक कम हुन्छ। अनि मोर अनलाइन असाइनमेन्ट्स, अब हामी जनरली हामी टिचरहरू के गर्छौँ भने पढायो अनि ल यो तिमीले चाहिँ यसो युट्युबतिर खोज त, अनलाइनमा हेर त, अझै बेटर चाहिँ पाउँछौ भनेर चाहिँ हामीले त्यसको कुन एस्पेक्ट खोज्ने अथवा कसरी नभनिकन त्यो गर्दैन। अथवा अघि हामीले एउटा एक्सपिरियन्स के भने एकजना मिसले, अब नाम त बोल्न नगरौँ, एकजना मिसले इङ्ग्लिसमा राम्रो एसे लेखिदिनु भयो बोर्डमा अनि स्टुडेन्टले सार्दै थियो अनि अर्को टिचर जानुभयो र यो युट्युबमा हेर त अझ बेटर चाहिँ छ अथवा च्याट जिटिपीमा जाउँ त यो त कस्तो छ त्यही साह्रो साह्रो ल्याउनु भइहाल्छ भन्दै नै हाम्रो कोही त्यो त्यस्तो ट्रेन्ड पनि छ। त्यसले पनि चाहिँ यो टेक्नोलोजीलाई ओभर युज भइरहेको छ। अनि त्यस्तै गरी those kind of programs. Next one is modernization. के भइरहेछ भने सबैजना पेरेन्ट्स स्पेशली कम्युनिटीमा सबैसँग हामीसँग पर्याप्त मात्रामा सुख सुविधा भइरहेछ अनि दे आर अल्सो मुभिङ टुवर्ड्स मोडर्नाइजेसन, सो द्याट्स वाइ इट इज हिन्डरिङ फर द ओभर दे आर युजिङ टेक्नोलोजिज मोर। नेक्स्ट वान इज एडभर्टाइजमेन्ट एन्ड मार्केटिङ। कम्युनिटीमा धेरै जसो के भइरहेछ भने एडभर्टाइजमेन्ट र प्लस मार्केटिङ भइरहेको छ टेक्नोलोजिजको, सो द्याट्स वाइ
कम्युनिटीमा popular भइरहेको छ. Next one is this one is as pollution fear. As we can see, our environment still अहिले पनि के भइरहेछ भने we are unable to go out for outdoor activities को लागि. So that's why it hinders the health issues also. So के भनिराखिन्छ भने घरमै बस्छ, बाहिर नजाऊ. You can use mobile, बाहिर नजाऊ. तिमी यही जे गर्नु छ तिमी घरभित्रै बस, बाहिर गयो भने you will suffer or you will get sick भन्ने कारणले गर्दाखेरि there is overuse of technology. Next thing is we बुढोमा बसिरहेको मान्छेले we are facing this kind of problem, like there is a lack of playgrounds, parks where kids they gather together and they play. In this 15 years of difference, what I found is I used to find like many people, they were like children, मेरो एजको बच्चाहरू चाहिँ बाहिर जाने खेल्ने गरिन्थ्यो भने अहिले हामीले के देख्छौँ भने most of the kids first thing is गाडी छ, pollution छ, बाहिर जान हुँदैन. Next thing is lack of proper place, बच्चालाई proper place खेल्नको लागि छैन. So that's why they are compelled to sit inside a room and they are given mobile gadgets दिन्छ. त्यो कारणले गर्दाखेरि के भइरहेछ overuse of technology. And next thing is lack of peer group. अब एउटा घरमा के भनिन्छ तिमी बाहिर नजाऊ, खेल्न नजाऊ, अर्को घरबाट फेरि भनिन्छ तिमी बाहिर नजाऊ, खेल्न नजाऊ. So it means के भइरहेछ भने बच्चाहरू बीचमा कनेक्सन भइरहेको छैन. So that's why उनीहरूले आफूसँग खेल्ने साथी पाइरहेको छैन. खेल्ने साथी नभएपछि, बोल्ने साथी नभएपछि, हिजो हामीले कुरा गरेको थियौँ नि, मन मिल्ने साथी भइसकेपछि we get engaged. तर यहाँ के भइरहेछ, the students they are not able to get their peer group. So that's why they are again compelled to sit inside the room and उनीहरूले चाहिँ overuse of technologies गरिरहेको छ. Thank you so much. Now I would like to hand over this to Ms. Sui. Thank you, ma'am. Good morning, everyone. So I'd like to tell about parents, how the parents are the main root cause for overuse of technology. First point is lack of love and affection. हामी आफ्नो बच्चालाई माया नगर्नु त obviously हुँदैन, right? We do love our parents more than ourselves. तर पनि हामीले त्यो love affectionहरू जताइराख्नु हुँदैन कि देखाइराख्नु हुँदैन. जस्तै उता जा, यता आइजा भन्ने त्यस्तो वर्डहरू युज गर्दा उनीहरूले के हुन्छ, ओके दे आर नट इन्ट्रेस्टेड टु टक विथ मी, इट्स बेटर टु युज फोन अथवा साथीहरूसँग च्याटिङ गरौँ. त्यस्तो खालको इन्भाइरोमेन्ट चाहिँ घरमा बनिरहेको हुन्छ. Next is busy schedule. Of course, we all are involved in our different job. आफ्नो job छ, right? So the busy schedule, it's very important to give time to our parents, to our children, right? आफू बिजी छु भनेर बच्चा पनि बिजी भएर आएको हुन्छ नि त. स्कुलमा दिउँसभरि पढेर वर्कलोड हुन्छ, होमवर्क हुन्छ, क्लास वर्क हुन्छ, के काम हुन्छ, असाइनमेन्ट हुन्छ. जस्तै तपाईँ जसरी काम गरेर थाकेर आउनु भएको छ, बच्चा पनि त पढेर थाकेर आएको छ होइन. अब म काम गरेर थाकेर आएको छु, मलाई डिस्टर्ब नगर भने त्यस्तो चाहिँ गर्नु हुँदैन. द्याट इज अल्सो द मेन रिजन वाइ चिल्ड्रेन युज मोबाइल फोन्स, ल्यापटप्स. Next is lack of proper parenting. It's very important for the parents to give a good guidance to our children. Parents ले मोबाइल युज गर्नु राम्रो हो, तर कुन तरिकाले गर्दा राम्रो हो र कुन तरिकाले गर्दा नराम्रो हो पनि भन्न र सिकाउन एकदमै जरुरी छ. हाम्रो दिमागमा हुन्छ, मनमा हुन्छ यो गरेको राम्रो या यो नगरेको नराम्रो. बच्चाले यो गर्दै हुन्छ मनमा र दिमागमा राखेर हुँदैन. We have to show that. We have to teach that to our children. Lack of awareness among parents. Of course, कति प्यारेन्ट्सलाई त कति घन्टा मोबाइल युज गर्नुपर्छ, कुन कुरामा युज गर्नुपर्छ, कहिले बच्चालाई कुनै कुरा एकदमै युट्युबबाट इन्टरनेटबाट हेर्न एकदमै जरुरी इम्पोर्टेन्ट भइरहेको हुन्छ. तर गार्जियनले के गर्छ, वाइ टु युज फोन भनेर त्यो पनि दिँदैन होइन. जब त्यो नदिइसकेपछि जब उसले मोबाइल चलाउन पाउँछ त्यति बेला आज मात्र त हो नि युज गर्न पाउने, आजै युज गर्छु एकचोटि 4-5 घन्टा भन्ने पनि हुन्छ. त्यो पनि मेन कज हो. And next is feeling of insecurity outside and availability of digital resources and the extravagant lifestyle. मैले तिनटाले चाहिँ एकैचोटि जोडेँ. extravagant lifestyle पनि कस्तो हुन्छ भने प्यारेन्ट्सले इट्स काइन्ड अफ सो अफ. त्यो पल्लाले घरको छोरीको मोबाइल छ, फोन छ, युज गरिरहेछ, टिकटकमा कस्तो फेमस भइरहेछ, आई वान्ट टु मेक माई चिल्ड्रेन लाइक द्याट हुन्छ नि. त्यस्तो खालको पनि कम्पेरिजनहरू हुन्छ. युज गर्नु त मोबाइल, ओके आइ एम बिजी हियर, म साथीसँग बोल्दैछु, यु बेटर टु युज फोन एन्ड बी देयर. खाना खाँदैन, ओके यु बेटर टु सी दिस फोन एन्ड हुन्छ नि छिटो खाना खाऊ. त्यस्तो कुराले यसरी नै स्टार्ट हुन्छ. बच्चाले कसरी युज गर्ने मोबाइल, कति बेला युज गर्ने. इट्स भेरी इम्पोर्टेन्ट फर प्यारेन्ट्स टु टिच एन्ड गिभ अ गुड गाइडेन्स टु देयर चिल्ड्रेन हाउ टु युज, वेन टु युज, वेयर टु युज होइन.
what is the time limit to use our phone, mobiles? भनेर चाहिँ सिकाउन एकदमै जरुरी छ जस्तो लाग्छ मलाई. Yeah, these are the main points that related to the parents causing main for overuse of technology. I would like to hand over this microphone to our Thank you, ma'am. And I want to thank all the team. Last में एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि there is a difference between use of technology and overuse of technology. र हामी overuse of technology के हो भन्ने कुरा जान्नुपर्छ. यसको प्रब्लमहरू र रुट कजेसहरू चाहिँ हामीले निकाल्ने कोसिस गरेका छौँ यहाँ. होप वी हेभ सेटिस्फाइड यु. यसमा केही कमी कमजोरी छ भने मैले अर्गनाइजर टिमलाई हामीलाई सजेसनहरू सुझावहरू दिन पनि आग्रह गर्न चाहन्छु. र यो सँगसँगै मैले यो टेक्नोलोजीसँग रिलेटेड यो जुन हामीले अहिले एआईसँग रिलेटेड जुन हामीले चाहिँ अहिले यो लगइनहरू गरिरहेको छौँ, मैले यो चाहिँ नगर्न है, यो बिङ आइटी इन्स्ट्रक्टर मैले चाहिँ यो नगर्न पनि आग्रह गर्न चाहन्छु. किनभने हामीले त्यो लगइन गर्ने बित्तिकै हाम्रो इमेल आइडीबाट त्यो कनेक्टेड हुन्छ र लगइन विथ गुगल गर्छौँ र हाम्रो सबै इन्फर्मेसनहरू डेटाहरू त्यहाँ चाहिँ गइरहेको हुन्छ. र त्यसमाथि हामीले आफ्नो फोटोहरू भिडियोहरू एउटा एआईको ट्रेन्डमा चाहिँ हामीले हाल्दाखेरि हामीले पुरै डेटाहरू त्यहाँ जाँदाखेरि पछि कुनै बेला चाहिँ हामीले समस्या पनि हुनसक्छ. त्यसले गर्दाखेरि आई वान्ट टु मेक अवेर अफ यु. थ्याङ्क यू सो मच. ओके, थ्याङ्क यू टिम. हामीलाई सर आइटीको सरले पठाएको छ कि त्यो सानो मोबाइल ल्याउनुहोस् भन्ने, ल्यापटप ल्याउनुहोस् भन्ने, यस्ता कुराहरूले पनि थोरै हामीले त्यो गाइडेन्स प्रपर गाइडेन्स दिन नसक्दा स्कुलले टेक्नोलोजीको ओभरयुज भएको हो कि हाम्रो अहिलेको यङ जेनेरेसन होइन स्कुल क्याम्पसहरू त्यसमा हो कि भन्ने चाहिँ हामीले यसरी निकाल्यौँ. थ्याङ्क यू. एन्ड आई लाइक टु ह्यान्ड ओभर दिस टु एलिसा. थ्याङ्क यू. Thank you, sir. Now I would like to say about students, like यसले गर्दाखेरि overuse of technology कसरी भइरहेको छ भनेर. The first one is entertainment. Since like most of the students after they do their homework, they get bored, अनि त्यसको लागि तिनीहरूले आफूलाई entertain गर्नको लागि they use their mobile phones. And another one we have introvert here. And most of the teenagers, as we can see, they are unable to share themselves and they are not able to cope up with the environment. So they lock up themselves in a room and they try to use mobile phones as their part of entertainment also. And another one we have is show off. And here, यसले कस्तो गर्छ भन्दाखेरि चाहिँ तिनीहरूले आफूलाई सो अफ गर्नको लागि मोडर्नाइजेसन भइरहेको छ नि त कम्युनिटीहरू इन्भाइरोमेन्टहरू हो त्यसको लागि ट्रेन्डमा लिनको लागि तिनीहरूले आफूलाई सो अफ गर्न दे युज टेक्नोलोजी. And another one is lack of outdoor activities. So, and we have laziness. And the last one is teenage issues. They are mostly, even after students school but गएपछि पनि they are involved in mobile phones and chatहरू भइरहेको हुन्छ every time. They are chatting with each other. Teenage issues and lack of outdoor activities चाहिँ outdoor गेमहरूमा इन्भल्भ भएको छैनन् अनि त्यसले गर्दाखेरि तिनीहरू भित्र बसेर चाहिँ मोबाइल फोनहरू एक्स्ट्रा युज गरिरहेको हुन्छन्. And yes, thank you. Now I'd like to give this microphone to Miss Roshni Guru. Thank you so much. So next we have community. So how community is root cause of this overuse of technologies. So first thing is lack of community programs. So in our community, we find that there is no any programs, especially for our kids, that provide them some, physical, mental, those kind of programs. Next one is modernization. के भइरहेछ भने सबैजना पेरेन्ट्स स्पेशली कम्युनिटीमा सबैसँग हामीसँग पर्याप्त मात्रामा सुख सुविधा भइरहेछ अनि दे आर अल्सो मुभिङ टुवर्ड्स मोडर्नाइजेसन. सो द्याट्स वाइ इट इज हिन्डरिङ फर द दे आर युजिङ टेक्नोलोजिज मोर. नेक्स्ट वान इज एडभर्टाइजमेन्ट एन्ड मार्केटिङ. कम्युनिटीमा धेरै जसो के भइरहेछ भने एडभर्टाइजमेन्ट र प्लस मार्केटिङ भइरहेको छ टेक्नोलोजिजको. सो द्याट्स वाइ कम्युनिटीमा popular भइरहेको छ. Next one is this one is as pollution fear. As we can see our environment still अहिले पनि के भइरहेछ भने we are unable to go out for
outdoor activities ko lagi, so that's why it hinders the health issues also. So के भनि राखिन्छ भने घरमै बस, बाहिर नजाऊ, you can use mobile, बाहिर नजाऊ, तिमी यही जे गर्नु छ तिमी घरभित्रै बस, बाहिर गयो भने you will suffer or you will get sick भन्ने नै कारणले गर्दाखेरि there is overuse of technology. Next thing is we बुटोलमा बसिरहेको मान्छेले we are facing this kind of problem, like there is a lack of playgrounds, parks where kids they gather together and they play. In this 15 years of difference, what I found is I used to find like many people, they were like children's मेरो एजको बच्चाहरु चाहिँ बाहिर जाने खेल्ने गरिन्थ्यो भने अहिले हामीले के देख्छौँ भने most of the kids first thing is गाडी छ, pollution छ, बाहिर जान हुँदैन. Next thing is lack of proper place, बच्चालाई proper place खेल्नको लागि छैन. So that's why they are